हेलो एभ्रिवान, आज हामी जाँदैछौँ 0 माइलबाट घुम्नको लागि बाबाताल है। बन्दीपुरको बाबाताल घुमेर हजुरलाई म त्यहाँको दृश्य राम्रो दृश्य देखाउँछु है, हेर्दै गर्नु होला। हामी घरबाट निस्किसकेछौँ जानको लागि। यहाँ स्कुटी पुछापुछ भइरहेछ, ड्राइभरजी यहाँ स्कुटी पुछिरहेको छ। हामी निस्किसकेछौँ घरबाट बाहिर जानको लागि। कस्तो फेरि हामी हिँडेको यहाँ हाइवे मेन र हाइवे पक्रिसकेका छौँ। हाइवे मेन र हाइवे ट्रक धुलै धुलो छ, हेर्न सक्नुहुन्छ। यो हो गोलबजार भन्ने ठाउँ। गोलबजार भनेको फोहोर ठाउँ हो भन्ने थाहा छ। बाटो बन्दैछ, त्यही भएर धुलो उडेको। यो आँपको रुख कहाँ जान्छ थाहा छैन, जान्छु। आइसकेको छ हामी गोलबजार सहर। यो गोलबजारको मेन चोक। गोलबजारको मेन चोक अहिले बिहान धेरै मान्छे छैन, साँझमा कति भिड हुन्छ। यो हाम्रो गोलबजारको सानो मिनी मार्केट। आँपको सिजन हो, आँपहरू धेरै पाइन्छ आजकल तराईतिर। जता हेऱ्यो आँपै आँप पाइन्छ यहाँ तराई जिल्ला। म चस्मा लगाएर एकदम भिटामिन पानी भइसकेको छु, किनकि धेरै धुलो उड्यो क्या बाटोमा। हामी मिर्चयाको नजिक आइसकेको छौँ। चोरबा हो चोरबा हो जति चोरबाको नजिक चोरबा आइसक्यो। हामी अब चोरबा आइसक्यो। हामी छौँ मिर्चयाको सगरमाथा स्कुलको अफिस अगाडि। हाम्रो प्रियङ्काजी यहाँ हुनुहुन्छ। प्रियङ्काजी आइसक्नु भएको छ पानी बोकेर। हामी बाटाल यहाँको बाटोमा धुलो दामी उडिरहेको छ।
पानी छैन नि। सुन्दर दृश्य फिल्टर पानी छिरे हामी छौँ बाटालमा अहिले। यताबाट हामी जान्छौँ यता साइडमा यस्तो जानुपर्छ। यो बाटो बन्ने छैन, यो बाटो बन्दैछ। यो जाइन्छ होला सायद। यता यसो घुमेर जान्छ। यसै माथि जान्छ सिधा गएर त्यो माथिको भ्यू टाढाबाट दामी भ्यू दिन्छ। यहाँ हामी चटपटी खाएर छौँ बसेर भ्यूमा। कपाल फेरि बसिरहेको छ। दामी बाल भाइ कुर्कुलो चढ्दैछ। माथि चढेर हामी त्यो माथि टुप्पोतिर जाने कोसिसमा छौँ, गइरहेछौँ। बाटालको यो खुड्किला चढ्दैछौँ, धेरै अग्लो छ। उफ थाकिसक्यौँ चढ्दा चढ्दा, कहाँ ढलुम भएको छ। त्यो ब्युटिफुल नजारा। हजुर ल यो माथिबाट हजुरलाई दामी भ्यू देखाउँछु ल। यो हामी बाटाल भयो, त्यो तालहरू छ त्यहाँ। यहाँ बस्ने ठाउँ कपालको, उता कपाल बस्ने ठाउँ छ। कस्तो कालो देखिरहेको छ यता। वाउ कस्तो हावा चल्यो, चिसो हावा।
त्यहाँ हाल्छ बोटिङहरू पनि छ त्यहाँ होइन बोटिङ गर्नलाई कस्तो दामी हावा यहाँ छ है सबै उडाउँछ आछु मोबाइल सबै हल्लाइदिन्छ यहाँ हावाले गर्दा यस्तो हावा चलिरहेछ तपाईँ आवाज मार्फत सुन्न सक्नुहुन्छ हाम्रो यहाँ चल्छ हावाले कपाल सपाल सबै उडिरहेको छ आछु हामी छौँ 5 तला माथिमा अब हामी एकछिनपछि घर जान्छौँ बाटालको हामी 4थो फ्लोरमा छौँ हावा यस्तो दामी आउँछ नि कपाल सपाल होइन मान्छे उडाउँछ यार यहाँ मोबाइल सपाल पुरा हल्लाइदिन्छ पुरा हेर्छ नि दिएछ यार होइन अहिले त ल ह्यान्डसम त देखेको छैन त ह्यान्डसम बन्ने कोसिस गर्छ के अरे हजुरहरू हामी एउटा जाँदैछौँ घरतिर अब घरतिर जानु पर्यो भ्यू टावर पनि सक्यो 40 रुपियाँ पनि सक्यो पनि सक्यो अब घरतिर यहाँदेखिको टाढा छ घर पनि ल यस्तो झाडी छ पुरै सिराको कोन हो भने उता सब सिराको अर्को कोन पुग्नुपर्छ केटाकेटीहरू पनि घुम्न आइरहेछ होइन त्यसो झ्याम्छ अनि बन्द गर्ने ए हो गाइज बाबा ताल मिट गरेर दामी हाम्रो बाबा तालको तालै ताल छ पानी पऱ्यो भने दामी भ्यू आउँछ अन्त पानी परेन अहिले बाबाताल यति नै हो आजको भिडियो हामी यतिमै अन्त गर्छौँ है बाबाताल धेरै छैन लामो यस्तो बस्ने ठाउँहरू छ धेरै लामो भिडियो त छैन होइन धेरै लामो अब बन्ने क्रममा छ बनिरहेको छ उतातिर अब यहाँ पिकनिक स्पोट पिकनिक खाने ठाउँ दामी छ पिकनिक खानलाई आउँदाखेरि हुन्छ यहाँ होइन पिकनिक खानलाई 25 रुपियाँ पर पर्सन टिकट लिन्छ बाहिर अनि यहाँभित्र भ्यू टावर घुमेको 20 रुपियाँ लिन्छ है जम्मा तपाईँलाई पर पर्सन 45 रुपिजमा भइहाल्छ अब अरू बोटिङ सोटिङ गरेको त हामी गरेको छैन सोधेको होइन त सोध्नुपर्छ बोटिङको कति हो बोटिङ सोटिङ हामी नगर्ने यस्तो पानीमा जानु लाग्दैन झन् गरेन पानी त्यस्तो घाम छ त्यो बोटिङ नगरेको हामीले धेरै लास्टै घाम छ अनि यस्तो भ्यू छ अर्को यतिमै हो मान्छेहरू यस्तोहरूमा पिकनिक गर्दा मिल्छ पिकनिक खानलाई ल आजको भिडियो यति नै गराउँछु लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला हस् त धन्यवाद।